बिहानको घाम चाहिँ खानुपर्छ बिहानको घाम चाहिँ खानुपर्छ गर्मी टाइममा झन् चिसो भइरहेको के यहाँ त गर्मी टाइममा झन् चिसो भइरहेको के यहाँ त सो हेलो एभ्रिवान अल राइट सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु फिट अर फाइनै छु सो म चाहिँ अहिले चाहिँ अब डिउर्जन टाइम हो नि त त्यस कारण म चाहिँ माथि आएर छतमा हाग्नु गएर एकदम सफा नै भइसक्यो एकदम ह्यान्ड्सफ्री भइसकेको छु हाम्रो चाहिँ यतातिर यो धारा भन्ने चाहिँ छ यहाँ चाहिँ होइन अनि म चाहिँ यसो छततिर आएर यसो बिहानको घाम चाहिँ खानुपर्छ घाम चाहिँ ताप्नुपर्छ भन्ने चाहिँ एउटा धारणा चाहिँ छ अब बुढापाकाहरूको पुर्खाहरूको भनाइ चाहिँ छ त्यसकारण त्यो अनुसार पनि म यसो घाम पनि खाँदैछु सो त्यही नै हो बाजुबोली भनेको अब घाम भन्ने कुरा चाहिँ हल्का हल्का मधुरो लागिरहेको छ किनभने अब खै अब चिसो गर्मी टाइममा झन् चिसो भइरहेको के यहाँ त त्यस्तो समस्या भइरहेको छ सो त्यो केही न हो त्यो चाहिँ मलाई थाहा पनि भएन सो मभन्दा यतातिर चाहिँ रोड छ रोड लाइन बजार लाइन छ यता धेरै गाडीहरू चाहिँ हिँड्छ देखि सक्नुहुन्छ पुरा गाडीहरू चाहिँ हिँड्छ यतातिर म चाहिँ छततिर एउटा सानो मिठो भिडियो चाहिँ बनाउन लागेको होइन भिडियो त्यस्तो राम्रो छैन त्यही पनि मायाको साथ सपोर्ट चाहिँ गरिराख्नु होला तपाईँको साथ सपोर्टले चाहिँ म थोरै हल्का अगाडि बढ्न सक्छु जस्तो लाग्छ र सो त्यही नै हो भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला अहिले चाहिँ टाढा बाई बाई मिस यु अल